हाई गुड मर्निङ गाइज, वेलकम टु समीरा मिनी ब्लग। अझै भर्खर सुतेर उठ्दैछु अनि निन्द्रा लागिरहेको छ। अझै सुत्नु मन परिरहेको छ, तर के गर्ने, अब उठ्नुपर्ने हुन्छ, काममा जानु छ। अब घरदेखि बाहिर आएपछि काम गर्नै पर्यो। अब एक दिन सुतेर बस्छु काममा नगए भनेर पनि हुँदैन, अनि काममा जानुपर्ने हुन्छ। अनि त्यही भएर म चाहिँ उठ्नु नमन लाग्दा पनि म वासअप गर्नुतिर लाग्यो। अनि वासअप गर्छु म फटाफट, अनि ब्रसहरू गर्नु थालेँ म। फटाफट वासअप गरिसकेर म ड्युटी जानुपर्ने हुन्छ नि त, फ्रेस भएर। म चाहिँ फ्रेसअप गर्दैछु। अनि फ्रेसअप गरिसकेर चाहिँ म चाहिँ अलिअलि टचअप गर्नु पऱ्यो, मेकअपहरू गर्नु पऱ्यो अलिअलि। अनि फटाफट गरेर अनि कपाल चिसो राख्नु मिल्दैन, अनि त्यही भएर अब कपाल बाँधेर जानुपर्छ काममा। त्यही भएर कपालहरू पुरै अलिअलि लिपस्टिकहरू लगाएँ, अनि हेयर ड्रायरले कपाल सुकाएँ फटाफट गरेर। कपाल सुकाउँदैछु यहाँ। कपाल सुकाएर पनि सकेँ। मेरो चाहिँ के भएर आँखा दुख्ने बिमार छ, अनि त्यही भएर आँखाहरू दुखिरहेको हुन्छ, आँसुहरू आइरहेको हुन्छ जतिखेरै। अनि यति बेला चाहिँ म गाना सुन्दै रेडी हुँदै थिएँ। अनि गाना सुन्दै रेडी हुनुको चाहिँ अर्कै मजा हुन्छ, गाना सुन्दै रेडी हुनुको लागि। यतिकै म गाना सुन्दै रेडी भएँ। अनि रेडी भइसकेर अब म काममा जानुपर्ने हुन्छ। अनि यतिखेर चाहिँ म रेडी भएर निस्किसकेँ। अनि आजको लागि यति नै, बाई साथीहरू।